आजको तिहार स्पेशल पत्रे रोटी अथवा फिन्नीको पत्रै पत्र पनि भएको अनि झुरुम झुरुम मैले कसरी बनाए तपाईहरुसँग रेसिपी शेयर गर्न गइरहेको छु। मन पर्यो भने भिडियोलाई सेभ गर्नु नबिर्सिनुहोस् है। यसको लागि मैले ठूलो मिक्सिङ बोलमा 2 कप मैदा लिएको छु। मेजरिङ कपले नापेर राखेको छु। अब थोरै थोरै पानी राखेर नर्मल डो यनेर मुसेर मैले रेडी गरेको छु। पिठोलाई अलिक टाइम राखेर मुस्न पर्छ। पिठो चाहिँ नरम हुनुपर्छ तर अलिक टाइट हुन पर्छ। ल हेर्नुस् त यतिको पिठो मुसिसकेपछि कभर गरेर मैले 2 घण्टाको लागि रेस्ट हुन छोड्दिएको छु। यतापटि अब मैले साटो बनाउन थाले। यो साटो पनि धेरै प्रकारले बनाइन्छ। तपाईहरुलाई म सजिलो तरिकामा आज बजारबाटै ल्याएको चामलको पिठोको साटो बनाएर देखाउँदै छु। घरमा बनाएको चामलको पिठोको बनाउनु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। अब यसमा मैले घिउ राखेको छु 7-8 चम्ची जस्तो। अब यसलाई पहिला राम्रोसँगले मिक्स गरेर हेर्छु। यदि मलाई एड गर्नु पर्यो अझै म घिउ एड गर्छु र तपाईहरुलाई सातोको कन्सिस्टेन्सी बनाएर म यहाँनिर देखाउँदै छु। घिउसँग मिक्स गरिसकेपछि मेरो चाहिँ अलिकति सुखा सुखा भएको छ। त्यही भएर मैले यहाँनिर फेरि घिउ एड गर्न गइरहेको छु 2 चम्ची जस्तो। अब फेरि यसलाई पनि मिक्स गरिसकेपछि चाहिँ पर्फेक्ट साटो पनि बनेर यहाँनिर रेडी हुनेछ। यो साटो लगाउँदाखेरि चाहिँ सजिलोसँगले लाग्ने गरेर अलिकति गिलो गिलो राख्नु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। ल हेर्नुस् त यतिको अब यसलाई पनि म कभर गरेर पिठोसँग राख्दै छु। 2 घण्टा भइसकेको छ। अब यसलाई मैले निकालेर अब फेरि एकपल्ट राम्रोसँगले मुस्न गइरहेको छु। राम्रोसँगले एकपल्ट मुसिसकिसकेपछि डोलाई चाहिँ मैले काटेर 2 भाग बनाएको छु। 2 भाग डल्लामा 1 भाग डल्लालाई चाहिँ मैले पिठो छर्केर यहाँनिर बेल्न गइरहेको छु। 1 भाग डल्लालाई चाहिँ मैले कभर गरेर बोलमा राखेको छु। अब यसलाई बेलेर ठूलो बनाउन पर्छ अनि जति सक्दो पातला बनाउन सक्नु भयो भने चाहिँ राम्रो हुनेछ। मैले चाहिँ जति सक्दो पातला गर्नु खोजेर यतिको बनाएको छु। अब कति जनाले साइडको भागलाई काटेर स्क्वायर शेप अथवा चारपाटे बनाउँछ तर मैले चाहिँ काटेको छुइनँ। अब यतिकोमा नै मैले साटो लगाउन थाले। यो साटो चाहिँ घिउ जमेर अलिकति सुखा सुखा भएको छ। अब यसलाई नै मज्जाले अब यो साटोलाई चाहिँ लगाउन पर्छ। यहाँ मैले भिडियोमा देखाएको जस्तो गरेर मिलाएर लगाउनु होला। साटो चाहिँ एकदमै राम्रोसँगले लगाउनु पर्छ। ल हेर्नुस् त फाइनली मैले सबै साटो लगाइसकेपछि चाहिँ अब यसरी हल्का हातले रोल गर्दै जाने अनि टाइट पनि गर्दै जानुपर्छ। रोल गरेर सरसर लानु चाहिँ हुँदैन। यसलाई बिस्तारै मिलाउँदै टाइट पनि गर्दै लानुपर्छ। अन्तमा सबै राम्रोसँगले रोल भइसकेपछि यसलाई एकदम राम्रोसँगले अब यसरी तपाईहरुलाई कतिको बाक्लो अथवा पातुलो अथवा तपाईहरुलाई कतिको ठूलो सानो बनाउनु मन परेको छ त्यही अनुसारले तपाईहरुले यसलाई शेप दिन सक्नुहुन्छ। मलाई चाहिँ अलिकति सानो सानो बनाउनु थियो। त्यो भएर चाहिँ मैले चाहिँ रोल गरेर यसलाई लामो बनाएको छु र अब फिनीको पनि त्यही हो। तपाईहरुलाई शेप कत्रो मन पर्छ त्यही अनुसार यसरी काटेर रेडी गर्नु होला। अब यसलाई पनि एक एकवटा लिदै यसरी बेल्न पर्छ। चारपाटे बनाएर चाहिँ बेल्नु पर्यो। यहाँ मैले भिडियोमा देखाएको जस्तै गरेर अनि सेन्टरमा चाहिँ मैले 3 वटा कट यसरी लगाइदिएको छु। सबै फिनी रोटीहरुलाई बेलेर काटेर मैले यहाँ रेडी गरिसकेको छु। अब फ्राई गर्नपट्टि लागौं। फ्राई गर्दाखेरि म चाहिँ मिडियम हिटको तेलमा फ्राई गर्छु अनि एकदमै हाई हिटमा चाहिँ गर्दिन किनभने हाई हिटमा गर्यो भने छिट्टो पुरी जस्तो कलरको गोल्डन ब्राउन भएर आउँछ। त्यही भएर मैले चाहिँ मिडियम हिटमा यसरी तेल लगाउँदै फ्राई गर्छु। यसो गर्दाखेरि चाहिँ तपाईहरुको यो फिनी जुरुम जुरुम पनि हुन्छ अनि सेतो कलरको पनि बन्छ। त्यही भएर मैले चाहिँ एकदमै मिडियम हिटमा तेलमा चाहिँ यो फिनीलाई चाहिँ फ्राई गरेको छु र यसरी माथिबाट तपाईहरुले हल्का यसरी तेल लगाउँदै फ्राई गर्नुभयो भने चाहिँ पर्फेक्टली फ्राई हुन्छ। तर यसरी तेल लगाउँदा अलिकति होशियार गरेर लगाउनु होला। बाहिर उछिटिने पनि डर हुन्छ। ल हेर्नुस् त पर्फेक्ट लेयर भएको फिनी चाहिँ बनेर रेडी भएको छ। अब सबै यसरी नै फ्राई गरेर रेडी गर्नु होला। थ्यांक यू सो मच फर वाचिङ।